हेलो साथीहरु, नमस्ते अनि स्वागत छ मेरो ब्लग च्यानलमा। इन्द्र कुमार ब्लगमा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। आज चाहिँ म तपाईहरुलाई पोखरा भ्रमणको पार्ट 2 ब्लग देखाउन गइरहेको छु र आजको ब्लगमा के कस्तो हुन्छ र कहाँ हामी घुम्ने छौं भनेर तपाईहरुलाई देखाउन गइरहेको छु। तपाईहरु सम्पूर्णले मेरो भिडियो हेरेर इन्जोय गर्नु होला। मेरो ब्लग हेर्दै हुनुहुन्छ भने र यदि मेरो ब्लग च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरेर मलाई सहयोग गरिदिनु होला र मेरो ब्लग राम्रो लागे लाइक कमेन्ट र शेयर गरिदिनु होला भन्दै अहिले चाहिँ हामी पुङ्दीकोट भन्ने ठाउँमा जाँदै छौं। शिवजीको स्तूप, शिवजीको मूर्ति हेर्न। त्यसपछि अन्य ठाउँहरू महेन्द्र गुफा, चमेरा गुफातिर पनि पुग्ने छौं। भिडियो हेर्दै गर्नु होला र मजा लिनु होला। यो भनेको चाहिँ पुङ्दीकोट अरे। अहिले चाहिँ हामी गाडी रोकेर अब 5 मिनेट पैदल यात्राको लागि माथि जाँदै छौं। मेरो श्रीमती चाहिँ पुरा गर्मीले पाकिसक्यो। बेकारमा घुमेको भन्दैछ तर भिजिट भनेको नै यही हो, घुम्नुपर्छ। थोरै दुःख हुन्छ तर रमाइलो हुन्छ। साथीहरु, हामी चाहिँ फाइनली उकालो लाग्दैछौँ पैदल। अगाडि टन्नै हाम्रै टुरिस्ट बसमा भएका टुरिस्टहरू हुन्। कोही नेपाली छन्, कोही इन्डियन छन्, कोही बङ्गालीहरू छन्। हामी पैदल यात्रा अगाडि बढिरहेका छौं। पुङ्दीकोट हो यो ठाउँको नाम चाहिँ र अलिक माथि चाहिँ शिवजीको मूर्ति छ। फाइनली साथीहरु, हामी चाहिँ पुङ्दीकोट आइसकेका छौं र शिवजीको मन्दिरको द्वारमा हामी अहिले अस्थित छौं। यहाँ देख्न सक्नुहुन्छ शिवजीको ठुलो मूर्ति, चारैतिर कति रमाइलो ठाउँ छ। मेरो वाइफ चाहिँ पुरा गर्मीले हप्पपी भएर हम्किँदै छ र बिस्तारै उनीहरूलाई अगाडि बढाउँदै छु। अब हामी माथि मूर्तिसम्म नै जानेछौँ र यताको चारैतिरको दृश्यहरू हेर्नुहोस्, तपाईहरुलाई कस्तो लाग्छ। को आउनुभएको छ यो ठाउँमा र तपाईहरु जानकारी पनि दिनुहोस् र यो ठाउँ तपाईहरुलाई कस्तो लाग्छ। शिवजीको मूर्तिहरू देख्न सक्नुहुन्छ, कति ठुलो मूर्ति लिङ्ग शिवजीको। मेरो वाइफ पुरा गर्मीमै भए पनि ह्याप्पी भइरहेको छ अहिले चाहिँ है गाइज। हामी उकालो जाँदैछौँ। त्यसपछि माथि मेन मूर्तिको ठाउँमा गएर फेरि तपाईहरुलाई देखाउने छौँ र कस्तो छ। म पनि पहिलोचोटि हो। तपाईहरु यदि आइसक्नु भएको छ भने कमेन्ट मार्फत भन्नुहोला। सायद यहाँबाट भित्र छिर्ने होला, यहाँ टिकट सायद लाग्दैन रहेछ। हामी फाइनली मूर्तिको अगाडि आयौँ गाइजहरु। अहिले चाहिँ हामी साथीहरु फोटो साथै भिडियो बनाउन गइरहेका छौँ। अन्य यहाँ जति पनि घुम्न आउनेलाई यसो फोटो खिच्दिनु भनेर र हामीले पनि उहाँहरूको फोटो खिच्दिने भनेर चाहिँ हामीले कुरा मिलाएर फोटो एक आपसमा फोटो खिच्ने कार्य भइरहेको छ गाइजहरु। र त्यसपछि तपाईहरुले देखिसक्नु भएको छ हामी अलरेडी शिवजीको ठुलो मूर्ति हेर्नुहोस्। मेरो वाइफ टिकट काट्न जाँदैछ। दुईटा भन्नु माग्यो। हामी चाहिँ अब डेभिस फल हेर्नको लागि टिकट काट्दैछौँ र मेरो वाइफ काउन्टरमा टिकट काट्नको लागि रेडी भएको छ र दुईटा टिकट काट्दैछौँ। बच्चाको चाहिँ टिकट लाग्दैन रे है। अब हामी टक्क टिकट काटेर अब यहाँ गेट छ यतापट्टि, गेटबाट हामी टक्क भित्र छिर्नेछौँ र यहाँ एउटा टिकट चेक गर्ने बसेको रहेछ। उहाँलाई टिकट दिएर हामी अब डेभिस फल हेर्न अगाडि जाँदैछौँ। डेभिस फल यसको मेन मान्यता के हो त्यसको बारेमा त मलाई थाहा छैन, तर यो डेभिस फलमा चाहिँ धेरै घटनाहरू घटेको छ भन्ने चाहिँ सुनेको छु है। ओह्रालो झरेर हामी डेभिस फल हेर्न जाँदैछौँ। डेभिस फल अलिक नजिकबाट हेर्ने भनेर मेरो वाइफले भने र मेरो छोरा चाहिँ अगाडि खुरुरु कुद्दैछ है। वाइफ पनि हतार कुद्दैछ के नै होला भनेर, तर त्यस्तो केही पनि छैन है, एउटा झरना जस्तै होइन।
वाटरफल भने जस्तै डेभिस फल त होला नि टक्क हेर्नुहोस् गाई छोरा हामी चाहिँ डेभिस फलमा टक्क अब हेर्ने हो माथिबाट होइन चट्टसँग नजिक गएर चारैतिर कम्पाउन्ड बेरेको रहेछ है फलामको रेलिङ लगाएर हेर्नुहोस् गाई छोरा डेभिस फल गाई छोरो डेभिस फल पनि हेरेर हामी चाहिँ वापस आउँदैछौँ उकालो अब चाहिँ हामी यहाँबाट निक्लेर सिधै खाना खानु जानेछौँ र त्यसपछि अर्को ठाउँ घुम्नेछौँ फाइनली साथीहरू हामी चाहिँ खाना खाने ठाउँमा पनि आइसकेको छौँ जति पनि टुरिस्टहरू हुनुहुन्छ सबैजना यहीँ आएर खाना खानुहुन्छ र हामी पनि यहीँ खाना खाएर हल्का रेस्ट गर्नेछौँ र यहाँ हल्का घुम्ने ठाउँ पनि रहेछ मेरो छोरा चाहिँ अघिदेखि खेलेको खेलै छ र मेरो वाइफ चाहिँ माथि बसेर हेरिरहेको छिन् हामीलाई के खाना खाने नास्ता गर्ने भनेर सोचिरहेछौँ त्यसपछि फेरि खाना नास्ता खाएर अर्को ठाउँमा निक्लिनेछौँ हामी यो चाहिँ गोर्खा म्युजियम हो पोखरामा तपाईँहरूलाई थाहा होला गोर्खा म्युजियम यहाँ चाहिँ पुरानो पुरानो पहिलाका हाम्रा शहीदहरूले युद्ध लडेका गोर्खा फौजीहरूले युद्ध लड्दाखेरिका जमानाका कहानीहरू यहाँ हेर्न पाइन्छ र देख्न पाइन्छ यहाँ हेर्नुहोस् बन्दुकहरू जमानाको बन्दुकहरू चारैतिर पहिलाका जति पनि युद्ध लड्दाखेरिका सरसामानहरू मेडलहरू तकमाहरू सबै सामानहरू युद्ध हुँदाखेरि के युज हुने मग जगहरू खाना खाने पानी पिउने टेम्प्लेटहरू देख्न सक्नुहुन्छ सायद तपाईँहरू पनि यो ठाउँमा आउनुभएको छ कि छैन गोर्खा म्युजियम धेरै ठुलो छ 3 फ्लोरसम्म छ हेर्नुहोस् पुरानो जमानाको सामानहरू अनेक थरीका युद्ध लड्दाखेरि प्रयोग हुने सामानहरू सबै यहाँ देख्न सक्नुहुन्छ गोर्खा म्युजियम हेरेर हामी बाहिर निक्लिसकेको छौँ र हामी फेरि महेन्द्र गुफा र चमेरा गुफाको तर्फ अगाडि बढ्दैछौँ पोखराको सौन्दर्य दृश्य हेर्दै सरर गाडीमा र सबैजना हामी चाहिँ पुरा थाकिसकेको छौँ है साथीहरू घुम्दा घुम्दै अब हामी तपाईँहरूलाई महेन्द्र गुफा र चमेरा गुफा देखाउन गइरहेका छौँ चमेरा गुफा त्यहाँ चमेरा त छैन त खोइ आमा उता चमेरा मान्छे नै हटिँदैन चमेरा गुफा हेर्नुहोस् साथीहरू हामी भित्रभित्र छिरिसकेको छौँ मेरो छोरा पनि अगाडि अगाडि छ र यहाँ पनि भिड छ साथीहरू सबैजना अँधेरोमा लाइट बाल्दै हामी अगाडि बढिरहेका छौँ एकदम सानो बाटो छ गुफाभित्र हेर्दा यहाँबाट कस्तो देख्नुहुन्छ तपाईँहरूले भिडियोमा तर हामी जुन भित्र पसेर हामीले अवलोकन गर्यो र थाहा भयो कि चमेरा गुफा कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरू आउनु भएको छ भने त थाहा होला तर जो आउनुभएको छैन हेर्नुहोस् कस्तो बाटो छ कहाँ भित्र यो तपाईँहरूलाई नर्मल लाग्छ होला होइन भिडियोमा हेर्दा त भित्र छिर्नुपर्छ है कहाँ जमिनको भित्रभित्र छौँ हामी है धेरै सानो बाटो त्यसपछि चिप्लो बाटो छ पाइला पाइलामा अलिकति ठेस लाग्यो भने लडिन्छ माथिबाटै हामीलाई जो गेटमा सेक्युरिटी थियो उहाँले नै हामीलाई लाइट दिएर पठाउनु भएको हेर्नुहोस् कति अँध्यारो छ हरेक यहाँ जति पनि टुरिस्ट आउनु भएको छ सबैको हातमा लाइट छ यस्तो अँध्यारो छ है हेर्नु त लाइट बालेर हिँड्नु परिरहेको छ मलाई तपाईँहरूले देख्न सक्नुहुन्छ अँध्यारोमा अलिअलि हामी चाहिँ पुरा लाइट बालेर चारैतिर हेरिरहेका छौँ हुन्छ चमेरा चाहिँ त्यस्तो पहिलाको जस्तो रहेन रहेछ होइन तर नाम चाहिँ चमेरा बस्ने ठाउँ भएकोले चमेरा गुफा झन्नै 200-300 मिटर लामो होला भित्र सुरुङ जस्तै भित्र पस्नुपर्छ गाइजहरू चमेरा गुफामा चाहिँ जे होस् हामीले इन्जोय गऱ्यौँ म र मेरो छोराले फाइनली गाइज हामी चाहिँ पोखराको नम्बर 1 फेवा लेक फेवा तालमा हामी जाँदैछौँ
र त्यसपछि हामी ढुङ्गा चढ्नेछौँ, मन्दिर जानेछौँ, ढुङ्गा चढेर हल्का फोटो खिच्नेछौँ, भिडियो बनाउनेछौँ गाइजहरू। त्यसपछि हामी फेरि होटलतर्फ वापस जानेछौँ। तपाईँहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो, राम्रो लागेमा सब्सक्राइब गर्नुहोला मेरो च्यानललाई, भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला भन्न चाहन्छु र कमेन्ट मार्फत केही तपाईँहरूले सुझाव सल्लाह दिन चाहनुहुन्छ भने कमेन्ट गरेर भन्नुहोला। र यति भन्दै फेरि अर्को भ्लगमा भेट्नेछौँ। भिडियो हेरेर इन्जोय गर्नुहोला। हस्त धन्यवाद।